यसको कार्यान्वयनको तह चाहिँ त निरन्तर सरकारको अविच्छिन्न उत्तराधिकार हुने भएको हुनाले नयाँ आउने सरकारले पनि यसलाई कार्यान्वयन गर्नुपर्छ। तर कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा, कार्यान्वयन भयो कि भएन भन्ने कुराको लेखाजोखा राख्ने सार्वभौम जनताले त्यो प्रतिवेदन त पढ्न पाउनु पर्यो र त्यस प्रतिवेदनले गरेका सिफारिसहरू चाहिँ एकलौटी छन् कि अथवा चाहिँ सन्तुलित छ कि आन्दोलनका मर्मभन्दा पर पो गएको छ कि राजनीतिक रूपमा चाहिँ त्यो बढी इन्फ्लुएन्स भएको पो छ कि भन्ने खालका कुराहरू त हामीले अहिले अनुमान गर्ने भन्दा पनि के छ त्यहाँभित्र स्पष्टता भनेर खोज्ने ढङ्गले हामी अगाडि बढौँ भन्नको लागि हामीलाई अहिले बस चाहिएको भनेको पारदर्शिताको माग गरिराखेका छौँ। पारदर्शिता भनेको प्रतिवेदन जुन हालतमा छ, जुन रूपमा छ, त्यसलाई काटछाट नगरिकन पूर्ण रूपमा सार्वजनिक गर्नु पर्यो भन्ने। सत्तामा भाग खोज्नको लागि आन्दोलनमा गएका थिएनौँ र होइनौँ। त्यसो भएको हुनाले हामीले हिजो पनि भाग खोजेनौँ र आज पनि भाग खोज्दैनौँ। सँगसँगै पछिल्लो समय जुन राजनीतिक ढङ्गले नियुक्तिहरू भइरहेको छ, भागबन्डाको राजनीति जो किसिमले देखिराखेको छ, कृपावादी ढङ्गले जो नियुक्ति भएको छ, हाम्रो सम्झौताको बुँदा नम्बर 7 मा पारदर्शिता भन्ने एउटा छुट्टै शीर्षकमा यसअघिका आयोगका प्रतिवेदन सार्वजनिक गर्ने, नयाँ बन्ने आयोगको प्रतिवेदन जस्ताको जस्तै सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने र सबै खाले राजनीतिक भागबन्डा र नियुक्तिहरूलाई अन्त्य गरेर राज्यका निकायहरूलाई दलीयकरणको जन्जालबाट बाहिर निकाल्ने भन्ने जो समझदारी थियो, त्यो समझदारी कार्यान्वयन भएन। निरन्तरता भयो नि अहिलेको सरकारले पनि विगतको नातावाद कृतावादलाई त निरन्तरता दिया देखियो, यथास्थितिवाद अहिले यो पछिल्लो निर्णयले त्यो देखियो। योभन्दा अगाडिका हुन खोजेका केही प्रयासहरूलाई हामीले प्रिभेन्ट गर्यौँ। जाँदा जाँदै निरन्तरता दिने जरुरत छ। यसलाई उहाँहरूले सच्याउनुहुन्छ